राम्री दिदीले राम्री दिदी आउनु पर्छ राम्री दिदी मेरो म भन्दा त राम्री हस्का राम्री अहिले त यस्तो भएर फर्के होइ त न त कति राम्री हेर्नै तेरे कानको मुन्दा अघि कताको यहाँ मेरोमा टाँसे छ तेरै त होला नि मेरो यस्तो होइन लुला मुगु यहाँ है मेरो देख्यौ त यो सब यो भुन्टीले गर्दा भएको रहेछ गयो है न राम्री दिदी त जानी जाम जान का ओइ त यहाँ खुरुक्का आइ त के भयो रे अझ लाज पचाएर के भयो मेरो छोरीलाई यस्तो अवस्थामा ल्याउने काम तेरो रहेछ हैन भुन्टी तँ सर गाथिस नक्कलीलाई सरबाट तँ ल्याओ मु काडी सर जानी हो र काका मैले त हरि नक्कललाई हाम्रो गाउँको बजारमा भेटेकी थिएँ हाम्रो जौना दिदीले आज मेरो जन्मदिन अनि त्यही भएर जन्मदिन केकहरू काट्ने अनि त्यसपछि मलाई नयाँ लुगाहरू के किन्ने भनेर लानु हो अनि हामी दिदी बहिनी जाँदै थियौँ नक्कली दौडिँदै आएकी रहेछ मलाई दुखाइदिन्छन् बचाउनुस् भन्यो हो किन अनि त्यसपछि मैले अनि यसलाई यो पछि ल्याएर आउनु त अस्ति 1 लाख रुपैयाँ तलब दिन्छु भनेर लाने केटा छ नि त बुढो हो